जग्गा साथसाथै ग्लोबल आइडीको कार्ड पनि हामीले फेला पारेका छौँ। तसर्थ आफ्नो नाम जारी गरेर यस कोर्सको लागि आइडीहरू अनुरोध गर्न चाहन्छौँ। सुमित न्यौपानेजी। होला यो खोज खबर शिविर 2 नम्बर गेटको ठिक अगाडि रहेको छ। धन्यवाद। शिवरात्रि र सम्भावित भेट व्यवस्थापन चुनौतीपूर्ण रहेको अवस्थामा र यस शिवरात्रिमा देश विदेशबाट लाखौं भक्तजनहरू यस पशुपति क्षेत्रमा आस्था विश्वास र भक्तिपूर्वक पाल्नुहुने हुँदा यस क्षेत्रमा भएका अत्याधिक भीड़, लामो लाइन, वादहरू, अफवाहहरू र त्रास धकेलहरू निम्तिन सक्ने र अप्रिय घटना घट्न सक्ने जोखिमको सम्भावना रहेको हुनाले यहाँहरूले एक अर्कालाई सम्मानपूर्वक मर्यादामा रही यहाँले बालबालिका र वृद्ध वृद्धलाई सबै ल्याउनु भएको छ भने कृपया उहाँहरूको विशेष निगरानी र हात समातेर हिँडिदिनु अनुरोध गर्दछौँ र साथसाथै सक्षम भएसम्म विशेष गरी वृद्ध वृद्ध र बालबालिकाहरूलाई हराउने चुनौती हामीले भोग्दै आइरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। आउनु भएको हुनाले कृपया साधु सन्तहरूप्रति र उहाँहरूप्रतिको व्यवहारहरू गर्दा कृपया सतर्क सचेत भइदिनु हुन पनि हामी अनुरोध गर्दछौँ। यस महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रलाई फूलमालाले विशेष गरी सिंगारिएको